हुनुहुन्छ भन्दाखेरि उहाँ जस्तै हुनुहुन्छ, उहाँलाई कुनै उपमा दिएर उहाँ यस्तो हुनुहुन्छ भनेर तुलना गर्न सकिन्न। त्यसो भएको हुनाले उहाँलाई मैले फेरि सादर नमन गर्दछु र यहाँहरू सबैलाई फेरि पनि नमस्कार गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। एक मिनट चाहिँ बढी लिएको अब सत्य धम्मवत गुरुमाकी बारेमा आफ्नो संक्षिप्त मन्तव्य मलाई पनि 5 मिनटभन्दा बढी दिन मिल्दैन। लोसन दारत दाजुलाई 5 मिनटमा संक्षिप्त मन्तव्य टुङ्ग्याइदिनुमा हार्दिक अनुरोध गर्दछु। हाम्रो गुरु हुनुभएका धम्मवती गुरुमा अनि यस प्रज्ञा प्रतिष्ठानका उपपतिज्यूलाई सादर अभिवादन। त्यस्तै हाम्रा गुरुमाहरू सबैप्रति वन्दना र अभिवादन छ। साथै यहाँ पाल्नुभएका यस गरिमामय कार्यक्रममा पाल्नुभएका सबै विशिष्ट व्यक्तिहरू, बौद्ध विद्वानहरू, प्राज्ञहरू, उपासक उपासिकाहरू सबैमा मेरो भित्री हृदयदेखि अभिवादन तथा भगवान शरण। आज हाम्रो लागि विशेष दिन भएको छ कि हाम्रा पूजनीय धम्मवती गुरुमाको यहाँ अभिवादन भइरहेको छ। हुन त यो कार्यक्रम आफैमा एउटा विशेष कार्यक्रम भएको छ, किनभने यस्ता कार्यक्रमहरू धेरै जसो बिहारमा हुनेमा आज प्रज्ञा प्रतिष्ठान जस्तो विशेष हलमा, प्रज्ञा प्रतिष्ठानको विशिष्ट हलमा हामी जम्मा भएर गुरुमाको अभिनन्दन गर्न लागिरहेका छौँ। अब गुरुमाहरू हाम्रो समयको सीमितता त छँदैछ, तैपनि गुरुमाको विशेष कुनै मेन कुरा त अघि उपस्थितज्यूले पनि सुरुमै हामीले सुनाइदिनु भइसक्यो है। अब गुरुमा कसरी यसरी विश्वविख्यात हुनुभयो भन्ने कुरा चासोको विषय छ, किनभने हामीलाई थाहा छ धम्मवती गुरुमाले नेपाल आगमनदेखि नै नेपाल भाषाबाट नै प्रवचन दिने, धर्म उपदेश दिने गर्नुहुन्छ। तर आज विश्वको सबै कुना काप्चामा उहाँको नाम ख्याति छ। यो किन होला सोच्नुपर्ने विषय छ। अब हेरौँ, हामी केही इतिहासमा जानै पर्ने हुन्छ। धेरैलाई थाहा नै छ। अब हाम्रो पत्रिकामा पनि धेरै कुरा आइसक्यो। मैले त्यसमा नभएका केही कुरा बताउन चाहन्छु। अब धर्म उहाँ चाहिँ बर्माबाट अध्ययन सकाएर फर्कनु भएपछि 2022 सालमा स्थापना भएको धर्मकीर्ति बिहार अहिले 59 वर्ष पुगिसक्यो। हुन त भौतिक रूपमा हेर्दा बिहार चिन्ह हुनुपर्ने हो यसो हेर्दा, तर आज झन् यसको विकास हुँदैछ, यसको प्रचार प्रसार गति चाहिँ झन् बढ्दैछ। त्यो सबैको अग्रलाई यस्तो बितिसकेपछि पनि यो बिहारले यस्तो प्रख्यात पाउनुमा के छ त? त्यस्तै धर्मकीर्ति बिहारभित्र धम्मवती गुरुमाकै त्यस्ताका 2028 सालमा धर्मवती गुरुमाकै विशेष सोचले युवाहरूमा बुद्ध शिक्षा दिनुपर्छ भनेर धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी भन्ने युवाहरूको रूपको एउटा संस्थाको स्थापना भयो, धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी। आज यस गोष्ठीका धेरै उपजहरू हामी सामु उपस्थित भइरहेका छौँ। त्यस्तै यो धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले 50 वर्ष मनाएको पनि 3 वर्ष बितिसक्यो। यसको गतिविधि दिन पर दिन वृद्धि हुँदैछ, किन होला? त्यस्तै धर्मकीर्ति बिहारबाट प्रकाशन भइरहेको धर्मकीर्ति पत्रिका पहिलो वार्षिक हुँदै द्वैमासिक हुँदै अहिले वार्षिक रूपमा प्रकाशित भइरहेको पनि 42 वर्ष भइसक्यो। यो सबै किन होला? यो सबैको श्रेय धम्मवती गुरुमाकै सबल नेतृत्व हुनुहुन्छ। उहाँहरू सबैमा पनि आफ्नै गुरुमाप्रतिको आफ्नै कृतज्ञ भाव त छँदैछ।
तैपनि यस छोटो समयमा अब सबैले आफ्नो गुरुमासँगको गुरुमाको मैत्री र करुणाले भरिएको चित्तबाट जुन हामी सबैमा प्रोत्साहन प्रेरणा दिइराख्नु भएको छ त्यो आफ्नै किसिमले सबैमा अनुभव छ। तर चाहिँ यो सबै देखिरहँदा अथवा बोलिरहँदा घन्टन पनि हामीलाई पुग्दैन, दिन पनि पुग्दैन, महिना पनि पुग्दैन। त्यसरी धर्मवती गुरुमा बहुआयामी व्यक्तित्व हुनुहुन्छ अनि एउटा विशेष अनि संस्था नै हुन्छ। उहाँको नेतृत्वमा आज टोल समुदाय देश हुँदै विश्वव्यापी रूपमा उहाँको व्यक्तित्व फैलिरहेको छ। अब धेरै कुरा त के भन्नु, तैपनि जन्मोत्सव मनाउँदै रहँदा पनि उहाँले धेरै नयाँ कार्यहरू अहिले पनि गरिरहनु भएको छ। यसै वर्ष इन्टरनेसनल वुमेन्स डेको उपलक्ष्यमा उहाँलाई इन्टरनेसनल वुमेन्स मेडिटेसन फाउन्डेसन ताइवानबाट आउटस्ट्यान्डिङ वुमेन इन बुद्धिस्ट भनेर एउटा विशिष्ट अवार्ड प्रदान गरिएको थियो। उक्त अवार्ड उहाँ चाहिँ ताइवानमा जान सक्नु भएन उहाँको स्वास्थ्यको कारणले, तर उहाँका त्यहाँ ताइवानका प्रतिनिधिहरू हाम्रो धर्मकिटी बिहारसम्म आउनुभयो, उहाँलाई त्यो उक्त अवार्ड प्रदान गर्नुभयो। अनि उहाँ चाहिँ नि विश्वव्यापी कसरी हुन गयो त? सबभन्दा पहिले त उहाँको जीवनमा आधारित उपन्यास जुन स्नेहेश्वरी नामले आजकल धेरैले थाहा पाइरहेको छ, उक्त स्नेहेश्वरी बर्माकै भन्टेले लेख्नु भएको थियो, बर्मीमा तमिसेट नाउँमा। यसको नेपाल भाषामा यसको अर्थ हुन आउँछ यमम्हे। अनि उहाँ गुरुमालाई यमम्हे भन्ने नाउँले पनि धेरैले अब चिनिसके, त्यस्तै स्नेहेश्वरी भनेर पनि धेरैले चिनिसके। अब उहाँको उक्त उपन्यास तमिसेट यमम्हे स्नेहेश्वरी हुँदै इङ्ग्लिसमा पनि प्रकाशित भए बिलोभड डटर भनेर। हालै यसै वर्ष थाई भाषामा प्रकाशित भएर गत महिनामा मात्रै उहाँको उपन्यास थाई भाषामा विमोचनको लागि उताबाट थाई लेखक भन्टेहरू नै आउनु भए विमोचन धर्मकिटी बिहारमा भव्य रूपमा विमोचन गरियो। यो सबै उहाँको अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्तको उदाहरण हो। अब अन्तर्राष्ट्रिय जगतमा उहाँको सम्बन्ध जोड्नु पर्दा हामी सन् 1987 फर्केर जानै पर्छ, किनभने 1987 एउटा गुरुमासँग सम्बन्धित विशेष घटना रहेको छ। विश्वमा भएका बौद्ध महिलाहरू एकत्रित भएर एउटा समूह बनाएर काम गर्नु पर्यो भन्ने अवधारणा सहित भारतको बोध गयामा दलाई लामाको नेतृत्वमा महिलाहरूको विश्वमा भएका बौद्ध महिलाहरूको ठुलो भेला भएको थियो। उक्त मिटिङमा हाम्रा धर्मवती गुरुमा सहित अरू गुरुमाहरू पनि जानुभएको थियो। त्यहाँ विभिन्न देशका सहभागी भएको मिटिङमा महिलाहरूको समूह त बन्यो, तर त्यसको नाम के राख्ने भन्ने एउटा छलफल चल्यो। त्यहाँ विभिन्न नामको पनि प्रपोज भएछ। विशेष गरी श्रीलङ्काका प्रतिनिधिले उक्त फाउन्डेसन महिलाहरूको फाउन्डेसनको नाम सङ्घमित्रा भनेर प्रपोज गरेको थियो। धेरैले त्यस नामलाई स्वीकार्य पनि, तर त्यसमा पनि केही विवाद त आएकै थियो, किनभने भिक्षुनी सङ्घमित्रा श्रीलङ्कामा धर्म प्रचार गर्नुमा जानुभएको ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ, अशोक पुत्री भिक्षुनी सङ्घमित्रा। उक्त नाम प्रपोज भए पनि त्यहाँ अलिक विवाद आइरहेको थियो, किनभने सङ्घमित्रा नाउँले पछि गएर उक्त संस्था श्रीलङ्काको जस्तै हुन जान्छ कि भन्ने पनि केही थियो। धम्मवती गुरुमालाई पनि त्यो नाउँ अलिक फिट नभए जस्तो भइरहेको थियो, किनभने त्यस नाउँमा त्यो नाउँ विश्वव्यापी भएन भन्ने उहाँको धारणा हो। अनि धम्मवती गुरुमाले साकी ठिटा नाम प्रपोज गर्नुभयो, त्यसमा धेरैको सहमति पनि भयो। अन्तमा भोटिङ भएपछि उक्त नाउँ साकी ठिटा नाउँ नै बहुमतले पास भएछ। यसरी धम्मवती गुरुमाको दूरदर्शी सोच
ले विश्वमा अहिलेसम्म पनि पटक पटक उहाँको नाउँ आइ नै रहन्छ। उक्त साकी ठिटा संस्थाले 1988 आएर अमेरिकाको क्यालिफोर्नियामा पहिलो इन्टरनेसनल कन्फरेन्स गरे र हालसम्म पनि 2 वर्षमा साकी ठिटा संस्थाले कन्फरेन्स गर्दै आएको छ र पछि आएर नेपालमा सन् 2000मा लुम्बिनीमा पनि त्यो साकी ठिटा संस्थाको कन्फरेन्स भयो र अहिले साकी ठिटा नेपाल नामको च्याप्टर पनि हाम्रो संस्थागत भइसकेको छ। अब चाहिँ अरू रिसेन्ट कुरा गर्नुपर्दा गत हप्ता मात्रै नारायण हिटी परिसरको श्री चतुर्व्यूह नारायण स्थानमा बुद्ध प्रतिमा प्रतिष्ठान गर्ने उपलक्ष्यमा धर्मवती गुम्बाको नेतृत्वमा जुन बुद्ध पूजा कार्य सम्पन्न भयो त्यहाँ सटे कोण्डनीय महास्थवित धर्मवती गुरुमा डाक्टर नरेशमान वज्राचार्य सहित पीठाधीश पण्डित नारायण पौडेलज्यूको उपस्थितिले सामूहिक उपस्थितिले त्यहाँ धार्मिक सहिष्णुताको प्रत्यक्ष झलक हेर्न पायो। त्यो पनि गुरुमाकै सोचले उक्त बुद्ध पूजा कार्यक्रम सम्पन्न भएको थियो। यी केही उदाहरण मात्र हुन्। धम्मवती गुरुमाले देश र राष्ट्रको लागि चिन्तन गरी बोलिने अनि विश्वको मानव हितको लागि बोलिने आशीर्वचन यही न हो गुरुमाको महानता। जति नि गुणगान गरे पनि नसकिने उहाँको छत्रछायामा बस्ने जो कोहीको पनि आफ्नै अनुभव हुन सक्छन्, तर गुरुमाले बोलिने भनेको सबैको हितको लागि हो, सबै मैत्री र करुणा सहितको लागि हो। अनि बुद्धको दर्शन, बुद्ध धर्म मात्र होइन, बुद्ध दर्शन नै बुझ्नुपर्छ भन्ने धम्मवती गुरुमाले जुन अभिधर्म जस्तो बौद्ध सिद्धान्तलाई, बौद्ध दर्शनलाई आज प्रचार प्रसार गर्नुभएको छ। सरल भाषामा व्याख्या गरी सबैको मनमा ठाउँ लिन सफल भएको छ। त्यो सबै धम्मवती गुरुमाकै महानताको देन हो। अब आज हामीले उहाँलाई अभिनन्दन गर्दैछौँ, उहाँलाई पूजा गर्दैछौँ। यही हाम्रो अहोभाग्य हो। हामीले गर्नुपर्ने नि गरिरहेका छौँ, पूजा गरिरहेका छौँ। यसको लागि अब मेरो मन्तव्य पनि यही टुङ्ग्याउनु पर्ला। सबैलाई धन्यवाद। साधु 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 साधु। म श्रद्धेय धम्मवती गुरुमाको बारेमा एउटा कविता प्रस्तुत गर्ने एकजना कविलाई बोलाउँदैछु। उहाँलाई बोलाउनुभन्दा अगाडि आजको कार्यक्रमलाई पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिदिनु हुन प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यहाँ कसैले सहयोग गरिदिनु होला। कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ, उहाँलाई हार्दिक साधुवाद। साधु साधु साधु। अब श्रद्धेय धम्मवती गुरुमाको बारेमा एउटा संक्षिप्त छन्द कविताको लागि अन्तर्राष्ट्रिय साहित्य समाज पोर्चुगल च्याप्टरकी सचिव गोमा रेग्मीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सम्बोधन नगरिकन कविता मात्र वाचन गरिदिनु हुन पनि उहाँलाई अनुरोध गर्दछु। त्यसपछि एउटा अर्को कविता रचनाको लागि राधा कार्कीलाई तयारी अवस्थामा रहिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हार्दिक धन्यवाद। यो कविता मैले आज अभिनन्दन भइरहनु भएको गुरुमाको बारेमा अहिले भर्खरै लेख्ने जमर्को गरेकी छु। अर्पिन्छौँ शुभकामना हजुरमा यो जन्मिएको दिन, बाधी इन्द्रियलाई धर्म पथमा नै सुम्पिएको दिन। गर्दैछौँ सब शिष्य भक्तिसितले आरोग्यको चाहना,
छैन महानता हजुरको सत्मार्ग देखाउने आस्था प्रेम र सत्यको पदमा निश्चिन्त डोर्याउने निष्ठा नैतिकता सफा हृदयकी हे धर्म की साधिका खानी हौ करुणा दया विनय की हे धर्म की रक्षिका खानी हौ करुणा दया विनय की हे धर्म की रक्षिका गर्दै चिन्तन नित्य ज्ञान बटुली बाँड्दै सबै भक्तमा हे माता कति तत्त्व ज्ञान दिनुभयो उद्धार गर्ने मना पायौं के कति प्रेरणा र ममता तिम्रो छहारीमा ज्ञानी धम्मवती मुमा हजुरमा गर्छौं सधैँ वन्दना ज्ञानी धम्मवती मुमा हजुरमा गर्छौं सदा वन्दना पछ्याई पदचाप बुद्ध प्रभुको सद्ज्ञान छर्दै जब सारा विदेश विदेशमा हजुरले विस्तार गर्दै तब सम्झी त्याग सुकर्म यो हृदयमा सद्भावना भर्दछौं सम्झी त्याग सुकर्म यो हृदयमा सद्भावना भर्दछौं माता धम्मवती परिचरणमा सम्मान यो गर्दछौं माता धम्मवती परिचरणमा सम्मान यो गर्दछौं सम्मान यो गर्दछौं। जय गुरुमा। धन्यवाद गोमाजी। उहाँले अहिले भर्खरै यहाँ आएर रचना गर्नुभएको कविता हो यो। यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। अब छोटो कविताको लागि राधा कार्कीलाई अनुरोध गर्दछु। त्यसपछि हाम्रो धम्मवती गुरुमालाई संयुक्त रूपमा अभिनन्दन कार्यक्रम गर्ने कार्यक्रम रहेको छ। यहाँले पनि सम्बोधन नगर्दैन होला। यहाँ उपस्थित सम्पूर्णमा हार्दिक नमन गुरुमा प्रति अर्पण गर्न चाहन्छु। यो कविताको शीर्षक छ विराट स्वरूप। हरेक दिन शान्तिको उज्यालो दीप बनेर शिक्षा स्वास्थ्य साहित्य सेवा मातृभाषाको जगेर्ना गर्दै तानाशाही प्रवृत्तिको विरुद्धमा उभिएर अँध्यारा कन्दारा छिचोल्दै शान्तिको बिगुल फुक्दै ती चम्किला ताराको अनुयायी बनेर स्वयं चैत्य गुम्बा झैं तेजस्वी व्यक्तित्व जसले बाल्यकाल यौवनकाल बुढेसकाल सबै त खर्चिन् यही धरतीलाई उम्दा रहर र आकांक्षाहरू तिलाञ्जली दिँदै जीवनको उतारार्धमा पुग्दा उही सत्कार्यका लागि उत्साहका साथ लम्किरहेछिन् गणेश कुमारी अर्थात् धम्मवती गुरुआमा। गणेश कुमारी अर्थात् धम्मवती गुरुमा यी साहसी त्यागी अग्रणी प्रसिद्ध व्यक्तित्वलाई आफ्नो सामुन्ने पाउँदा कृतज्ञ भएको छ हृदय। जसले यस्ता महान व्यक्तित्वलाई भेट्ने अवसर दिलायो साधु साधु साधु। धन्यवाद। धन्यवाद राधा कार्कीज्यूलाई। अब हामी श्रद्धेय धम्मवती गुरुमाज्यूलाई यहाँ अभिनन्दन गर्न गइरहेका छौँ। प्रमुख अतिथि लगायत यहाँ उपस्थित हामी सम्पूर्णले उहाँलाई एकसाथ अभिनन्दन गर्नेछौँ। त्यसको लागि सहजीकरण गरिदिनु हुन तारा सुवेदी लगायत उहाँलाई सहयोग गरिदिनु हुन म अन्य व्यक्तित्वलाई हार्दिक अनुरोध गर्दछु। एकचोटि यो सम्मान पत्र उचालिदिनु होला। त्यो सम्मान पत्र यता ल्याएर वाचन गर्न गाह्रो हुन्छ, त्यसैले म यहाँबाटै वाचन गर्न चाहन्छु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देश सम्यक अभिनन्दन पत्र शासन ध्वज धम्माचार्य अग्ग महाग्रन्थ वाचक पण्डित भाषा थुवा पूज्यपाद श्रद्धेय धम्मवती गुरुमाज्यू धर्मकीर्ति विहार श्रीगढ काठमाडौँ। श्रद्धेय धम्मवती गुरुमा
विक्रम सम्मत 1991 साल असार पूर्णिमाको दिन प्रसिद्ध सांस्कृतिक नगरी ललितपुर जिल्लाको ओकुबालमा जन्मिएर यहाँले नेपालमा थेरवाद बुद्ध धर्मको प्रचार प्रसार र विकासमा निर्वाह गर्नुभएको भूमिका सर्वथा अतुलनीय छ। 14 वर्षको कलिलो उमेरमा प्रवर्जित भएर बुद्ध शासनको समुन्नति तथा भगवान बुद्धको आदर्श अनुरूप मानव समाजलाई सत्य, निष्ठा, नैतिकता र अनुशासनको माध्यमबाट सत्मार्गमा हिँडाउन यहाँले गर्नुभएको त्याग, तपस्या र सङ्घर्षको गौरवमय इतिहास निर्माण भएको छ। नेपाली र नेपाल भाषामा दर्जनौं पुस्तकहरू प्रकाशन गरी नेपाली बौद्ध साहित्यलाई समृद्ध तुल्याउनु भएको छ। देशका दुर्गम भागहरूमा पदार्पण गरी मानवीय सुख, शान्ति र समृद्धिका लागि प्रेरणामूलक उपदेश प्रस्तुत गरेर नेपाली समाजको आदर्श एवं प्रेरणादायी व्यक्तित्व बन्नुभएको छ। यहाँकै प्रेरणा स्वरूप अहिले देशैभरि बौद्ध अनुयायीहरूको सङ्ख्यामा उत्साहजनक वृद्धि भइरहेको छ। नेपाल राष्ट्रकी जीवित विभूति, बहुमुखी प्रतिभा र प्रेरणाकी धनी यहाँ सादा जीवन र उच्च विचारकी सजीव स्वरूप हुनुहुन्छ। विनयशीलता, भद्रता, स्पष्टता, प्रखरता र निस्वार्थ समर्पण भावले यहाँको व्यक्तित्व अनुकरणीय बन्न पुगेको छ। 7.5 दशकभन्दा लामो प्रवर्तित जीवनमा सदैव नेपाली समाज र राष्ट्रलाई शिरमा राखेर भगवान बुद्धको सत्सङ्कल्प अनुरूप निरन्तर सकारात्मक चिन्तन मार्फत समर्पित हुनुभएको हुँदा यहाँको जीवन समकालीन पुस्ताका निम्ति प्रेरणापुञ्ज बनेको छ। आस्थाकी समुज्जल धरोहर। 91 वर्ष लामो जीवनकालमा भगवान बुद्ध र बुद्ध धर्मसँग सम्बन्धित पुरातत्व, इतिहास, संस्कृति, साहित्य र धर्म देशनाको क्षेत्रमा कृत सङ्कल्पित भएर नेपाल राष्ट्र, नेपाली समाज र समग्र बौद्ध जगतको गरिमालाई अन्तर्राष्ट्रिय ख्याति दिलाउन तथा विश्व शान्तिका निम्ति गर्नुभएको अनुपम योगदान र कुशल मार्गदर्शन नेपाल र नेपालीका लागि अभूतपूर्व सम्प्राप्ति भएको हामीले ठहर गरेका छौँ। यहाँबाट भएका सकारात्मक कार्यहरूले हामीलाई पनि केही गर्ने प्रेरणा जगाएको छ। अत 9 दशक लामो जीवनकालमा निरन्तर सक्रिय रही भाषा, साहित्य, संस्कृति र थेरवाद बौद्ध दर्शनको समुन्नतिमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदान तथा नेतृत्वदायी प्रेरक भूमिकाको उच्च सम्मान गर्दै हामी राष्ट्रिय स्तरमा क्रियाशील सङ्घ संस्थाको तर्फबाट यहाँलाई सम्यक अभिनन्दन समर्पण गर्दछौँ। दीर्घ र स्वस्थ जीवनका साथ निरन्तर सक्रियताको लागि हार्दिक शुभकामना। सम्यक सन्देश बौद्ध आत्यन्तिक पत्रिका, गुन्जन नारी साहित्यिक संस्था, नेपाल मुस्लिम महिला कल्याण समाज, मनमती साहित्य समाज, युवा नेत्र सेवा, नारीश्वर साहित्यिक पत्रिका, सलोन फाउन्डेसन नेपाल, केदारनाथ लीलादेवी पुस्तकालय, विश्व साहित्यिक प्रकाशन सङ्घ, भूपाललाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान, भिक्षु तपस्वी धम्म महास्थविर विशेष अतिथि, अध्यक्ष श्री चारुमती बुद्ध विहार, श्यामलाल चित्रकार संयोजक, सम्यक अभिनन्दन समारोह समिति, दीपक भेटुवाल दीपसागर अध्यक्ष, सम्यक सन्देश। मैले वाचन गरेका 9वटै सङ्घ संस्थाका प्रतिनिधिहरूलाई अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ र अब हामी प्रमुख अतिथिबाट श्रद्धेय धम्मपति गुरुमालाई अभिनन्दन गर्न लागिरहेका छौँ। उहाँलाई हामी सबैले एकसाथ अभिनन्दन गरौँ, स्वागत गरौँ। यो अत्यन्त स्वर्णिम अवसर हो। यस्तो अवसर फेरि पनि जुर्दैन। त्यहाँ फोटो खिच्नलाई सकेसम्म डिस्टर्ब नगरिदिनु होला। संस्थाको जलेश्वरी श्रेष्ठ अगाडि आइदिनु होला। त्यो सीमा खान अगाडि आउनु होला। श्रद्धेय धम्मपति गुरुमा हामीले धेरै पटक भनिसक्यौँ, उहाँ अत्यन्त पूजनीय व्यक्तित्व हुनुहुन्छ, पूजा गर्न योग्य व्यक्तित्व हुनुहुन्छ। उहाँलाई सम्मान अर्पण गरिदिनु हुन म प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। श्रद्धेय धम्मपति गुरुमा अभिनन्दन भइरहनु भएको छ। उहाँलाई अहिले भर्खरै हामीले सम्यक अभिनन्दन अर्पण गरेका छौँ। यो अत्यन्तै गौरवमय कार्यक्रम अहिले भर्खरै सम्पन्न भएको छ। यो तपाईँ हामी सबैको लागि खुसी र गौरवको विषय हो।
श्रद्धेय धम्मपति गुरुमालाई अभिनन्दन गरिदिनु भएकोमा म प्रमुख अतिथिज्यूलाई हार्दिक आभार व्यक्त गर्दै हाम्रो अभिनन्दन ग्रहण गरिदिनु भएकोमा श्रद्धेय धम्मपति गुरुआमामा हार्दिक साधुवाद प्रकट गर्दछौँ। श्रद्धेय धम्मपति गुरुमालाई अभिनन्दन गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ। अब सम्यक सन्देशको 33औं अङ्क श्रद्धेय धम्मपति विशेष अङ्क विमोचनको कार्यक्रम रहेको छ। हामीले श्रद्धेय धम्मपति गुरुमा 91औं वर्ष प्रवेश गर्न लाग्नु भएको अवसरमा र साथसाथै प्रवर्तित 76 प्रवर्तित जीवनमा प्रवेश गर्न लाग्नु भएको अवसरमा सम्यक सन्देश विशेष अङ्क प्रकाशन गरेका छौँ। त्यसमा 25 जना भन्दा बढी व्यक्तित्वहरूले श्रद्धेय धम्मपति गुरुमाको बारेमा आफ्नो दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको छ। त्यो पुस्तक प्रमुख अतिथि लगायत धम्मपति गुरुमा लगायत सबैलाई त्यो पुस्तक दिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्यक सन्देशको 33औं अङ्क विमोचन हुँदैछ। एउटा एउटा दिनु होला सबैजनालाई। पुग्छ पुस्तक विमोचन गरिदिनु हुन म प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। सम्यक सन्देशको 33औं अङ्क विमोचन भइरहेको छ। यो श्रद्धेय धम्मपति विशेष अङ्कको रूपमा हामीले प्रकाशन गरेका छौँ। अब यसमा यो पुस्तक अहिले केही बेरमै तपाईहरुको हातमा पर्नेछ। पुस्तक विमोचनका लागि प्रमुख अतिथि लगायत सम्पूर्ण व्यक्तित्वलाई हार्दिक आभार व्यक्त गर्दछु। श्रद्धेय धम्मपति गुरुमा, श्रद्धेय तपस्वी धम्म भन्तेमा हार्दिक साधुवाद प्रकट गर्दछु। अब अर्को एउटा अत्यन्त महत्त्वपूर्ण कार्यक्रम हामी सुरु गर्न लागिरहेका छौँ। म अलिकति यसको बारेमा छोटो केही जानकारी गराउन चाहन्छु। मैले अघि सुरुमा पनि भने श्रद्धेय धम्मपति गुरुमा स्वयंमा अत्यन्त पूजनीय व्यक्तित्व हुनुहुन्छ। उहाँले थेरवाद बुद्ध शासनको लागि मात्र होइन, सामाजिक रूपान्तरणको लागि, महिला जागरणको लागि, महिला अधिकारको लागि, नेपाली संस्कृतिको लागि, बौद्ध संस्कृतिको लागि, बौद्ध सम्पदाको लागि अनगिन्ती जस्तो त्यो चर्चा गर्नै सकिन्न, त्यो असीमित छ, त्यस्तो योगदान गर्नुभएको व्यक्तित्व उहाँ हुनुहुन्छ। ती सबै कुराहरूलाई समेटेर हामीले यो धम्मपति विशेष अङ्क प्रकाशन गरेका छौँ र यसको विमोचन पनि भइसकेको छ। अब हामी श्रद्धेय धम्मपति गुरुमाले थेरवाद बुद्ध शासनमा गर्नुभएको योगदानको उच्च कदर गर्दै र धम्मपति गुरुमाको वीरतापूर्ण जीवन गाथाको सम्मान गर्दै हामीले 2081 सालभरि धम्मपति वीरता महोत्सव मनाउने ऐतिहासिक निर्णय गरेका छौँ। यो 81 सालभरि हामी विभिन्न कार्यक्रमहरू गरेर धम्मपति वीरता महोत्सव मनाउनेछौँ। त्यसको लागि हामीले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू यहीँ हुनुहुन्छ। म उहाँलाई एउटा सानो अनुरोध गर्न चाहन्छु। श्रद्धेय धम्मपति गुरुमालाई सम्यक सन्देशले होइन, नेपाल प्रज्ञा प्रतिष्ठानले अभिनन्दन गर्नु पर्थ्यो। नेपाल प्रज्ञा प्रतिष्ठानले मात्र होइन, महानगरपालिकाले अभिनन्दन गर्नु पर्थ्यो, नेपाल सरकारका हरेक निकायले अभिनन्दन गर्नु पर्थ्यो। तर नेपाल सरकारले उहाँको योगदानलाई, उहाँको महत्त्वलाई त्यो ग्रहण गर्न सकिरहेको छैन अथवा बुझिरहेको छैन, त्यो फरक कुरा हो। तर नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू यहाँ हुनुहुन्छ। म उहाँलाई एउटा अनुरोध गर्न चाहन्छु,
चाहन्छु। अब आउने जेठ महिनाभित्र यदि सकिन्न भने असार महिनाभित्र उहाँको 91औं जन्मोत्सव छ। हामीले एउटा कार्यक्रमको खाका तयार पारेका छौँ। थेरवाद बौद्ध दर्शनको विकासमा श्रद्धेय धम्मवती गुरुमाको योगदान विषयको एउटा कार्यक्रम यसै नेपाल प्रज्ञा प्रतिष्ठानमा हामी असार महिनाभित्र राख्छौँ। त्यो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको ब्यानरमा होस्। त्यो कार्यक्रम म उहाँलाई माग गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। यो तपाईँहरूको लागि पनि, यो नेपाल प्रज्ञा प्रतिष्ठानको लागि पनि अत्यन्त गौरवको विषय हो। मलाई लाग्छ श्रद्धेय धम्मवती गुरुमा आज पहिलो पटक नै हुनुपर्ला नेपाल प्रज्ञा प्रतिष्ठानमा आउनुभएको छ। यही बेला हाम्रो भूपाल राईज्यू यहाँको कुलपति हुनुहुन्छ। उहाँको पनि यो सौभाग्यको कुरा हो। उहाँ कुलपति भएकै समयमा श्रद्धेय धम्मवती गुरुमा जस्तो एउटा विराट इतिहास बोकेको व्यक्तित्वलाई अभिनन्दन गर्ने सौभाग्य उहाँले प्राप्त गर्नुभएको छ। र यो सौभाग्यको सम्मान गर्दै आदरणीय कुलपतिज्यूले नेपाल प्रज्ञा प्रतिष्ठानले श्रद्धेय धम्मवती गुरुमाको बारेमा अबका दिनमा केही वार्षिक कार्यक्रमहरू बनाएर अगाडि बढ्नेछ र हामीले आयोजना गर्ने कार्यक्रमहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानको सक्रिय सहकारी रहने विश्वासका साथ अब हामी सबैभन्दा महत्त्वपूर्ण पाटो धम्मवती गुरुमाको योगदानलाई उजागर गर्न विभिन्न भूमिका खेल्ने व्यक्तित्वहरूलाई यहाँ धम्मवती गौरव पदकबाट अभिनन्दन गर्न गइरहेका छौँ। म तारा सुवेदीज्यूलाई त्यसको लागि तयारी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो प्रशस्ति पत्रमा लेखिएको विवरण म यहीँबाट वाचन गर्न चाहन्छु। मसँग छ। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देश। प्रशस्ति पत्र थेरवादी बौद्ध धर्मकी शिखर व्यक्तित्व श्रद्धेय धम्मवती गुरुमाको योगदानलाई देश देशान्तर फैलाउन अतुलनीय भूमिका निर्वाह गर्नुका साथै सम्यक सन्देशले आयोजना गरेको धम्मवती वीरता महोत्सवलाई गरिमामय उचाइ प्रदान गर्नका निम्ति समेत असाधारण योगदान पुर्याए बापत तपाईलाई सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित सधन्यवाद धम्मवती गौरव पदक 2081 अर्पण गरिएको छ। भूपाल राई प्रमुख अतिथि कुलपति नेपाल प्रज्ञा प्रतिष्ठान भिक्षु तपस्वी धम्म महास्थवीर विशेष अतिथि अध्यक्ष श्री चारुमती बुद्ध विहार श्यामलाल चित्रकार संयोजक सम्यक अभिनन्दन समारोह समिति दीपक भेटवाल दिपसागर अध्यक्ष सम्यक सन्देश 2081 01-15 गते। श्रद्धेय केशावती गुरुमाज्यूलाई धम्मवती गौरव पदक ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। केशावती गुरुमा उहाँ धर्मकृति बिहारको गुरुमा हुनुहुन्छ र श्रद्धेय धम्मवती गुरुमाकै शिष्य पनि हुनुहुन्छ। यो प्रमुख अतिथिले उहाँलाई सम्मान पत्र दिनुहुनेछ। धम्मवती गुरुमाले सक्नुहुनेछ भने उहाँले खादा लगाइदिनु हुनेछ र भिक्षु तपस्वी धम्म महास्थवीरज्यूले पदक लगाइदिनु हुनेछ। अब त्यहाँ सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धर्मकृति बिहारको उपासिकाहरूलाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। त त्यो फोटो खिच्नको लागि पनि सकेसम्म यहाँहरूले नछेकिदिनु होला र फोटो जति पुग्छ गरौँ। गुरुमालाई चाहिँ खादा परेन। सकेसम्म छिटो गरिदिनु होला। हामी 40 जनाभन्दा बढी हुनुहुन्छ पदक दिनुपर्ने। यो अत्यन्तै गौरवशाली कार्यक्रम हो। श्रद्धेय धम्मवती गुरुमाको वीरतापूर्ण योगदानको सम्मान गर्दै यो पहिलो पटक नै हुनुपर्छ जस्तो लाग्छ। धम्मवती गौरव पदक हामी यहाँ वितरण गर्न गइरहेका छौँ। डाक्टर धम्मविजय गुरुमा धम्ममूली बिहारको प्रमुख हुनुहुन्छ। धर्म निर्माण मूर्ति बिहारको प्रमुख हुनुहुन्छ। अत्यन्त सक्रिय
थेरवाद बुद्ध धर्मको विकासमा हाम्रो सम्यक सन्देशको पनि शुभचिन्तक हुनुहुन्छ। मलाई जहिले पनि भेट्दा मार्गदर्शन गर्ने व्यक्तित्व हुनुहुन्छ। यहाँ यस्तो भयो, यो गल्ती भयो, यो सुधार्नुपर्छ भनेर उहाँले बारम्बार मलाई सचेत पनि गराउँदै आउनुभएको छ। श्रद्धेय डाक्टर धम्मविजय गुरुमा धम्ममौली बिहारको प्रमुख हुनुहुन्छ। कुशल याणी गुरुमा आउनु भएको छ। कुशल याणी गुरुमा, कुशल याणी गुरुमालाई उहाँ रत्न विपसना केन्द्र सानो भर्याङमा हुनुहुन्छ। कुशल याणी गुरुमा, डाक्टर धम्मविजय गुरुमालाई म साधुवाद अर्पण गर्न चाहन्छु। त्यसपछि श्रद्धाचारी गुरुमा, श्रद्धा कीर्ति बिहारको की प्रमुख श्रद्धेय श्रद्धाचारी गुरुमा, गुरुमाहरूलाई खाँदा पुग्दैन भने नदिँदा पनि हुन्छ होइन? अब त्यस्तै छ क्या, डबल नलाइदिउँ भन्दा चाहिँ। कृष्णबहादुर श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ सूचक प्रकाशनको संरक्षक हुनुहुन्छ। मनमती साहित्य समाजको अध्यक्ष हुनुहुन्छ। सम्यक सन्देशको सल्लाहकार हुनुहुन्छ। कृष्णबहादुर श्रेष्ठ धम्मपति गौरव पदकबाट सम्मानित हुँदै हुनुहुन्छ। सङ्घरत्न साक्यज्यू आउनु भएको छ। सङ्घरत्न साक्य भक्तपुरबाट छोरा हो हजुर। सङ्घरत्न साक्यको प्रतिनिधि आउनु भएको छ। अमृतमान ताम्राकार हुनुहुन्छ होइन? अमृतमान ताम्राकारज्यू, निर्माण मूर्ति बिहारको सचिव अमृतमान ताम्राकार। त्यसपछि अमृतमान ताम्राकार, उहाँको सम्यक सन्देशमा लेख पनि छापिएको छ। हिरण्यकुमारी पाठकज्यू, हिरण्यकुमारी पाठक नारीश्वर साहित्यिक पत्रिकाका प्रधान सम्पादक। हिरण्यकुमारी पाठक, डाक्टर चन्द्रेश तुलाधर, डाक्टर चन्द्रेश तुलाधर उहाँ धर्मकृति बिहारमा सँग आबद्ध हुनुहुन्छ। सकेसम्म अलि छिटो गरिदिनु होला। डाक्टर चन्द्रेश तुलाधर, अमृत रत्न ताम्राकार, यो सबैजना पदक ग्रहण गर्नेहरूको सबैजनाको फोटो लिनु होला, किनभने हाम्रो आगामी अङ्क पनि धम्मपति विशेष अङ्ककै रूपमा प्रकाशन हुनेछ। हामी आजको सम्पूर्ण गतिविधिहरू अब आउने अङ्कमा प्रस्तुत गर्नेछौँ। अमृत रत्न ताम्राकार डाक्टर सुमन कमल तुलाधर, डाक्टर सुमन कमल तुलाधर धर्मकृति बिहारसँग आबद्ध हुनुहुन्छ। डाक्टर केशवमान, श्री केशवमान चित्रकार पनि तयारी अवस्थामा अगाडि आइदिनु होला। डाक्टर सुमन कमल
तुलाधर अति नै प्रिय व्यक्तित्व हुनुहुन्छ। हामी 1 दशकदेखि परिचित छौँ। फोटो हाम्रो क्यामेरा छ फोटो खिच्नलाई, त्यो सकेसम्म यहाँहरूले मोबाइलमा त्यति नछेकिदिनु होला। केशवमान चित्रकारज्यू, केशवमान चित्रकार पनि सम्यक सन्देशको शुभचिन्तक हुनुहुन्छ। उहाँको लेख पनि प्रकाशित छ। मलाई अत्यन्त माया गर्नुहुन्छ उहाँले। सम्यक सन्देशको लीलादेवी श्रेष्ठ, केदारनाथ लीलादेवी पुस्तकालयको फाउन्डर हुनुहुन्छ उहाँ। लीलादेवी श्रेष्ठ लीलादेवी साहित्य पुरस्कारको संस्थापक पनि हुनुहुन्छ। बौद्ध जगतको अति नै चर्चित व्यक्तित्व, लेखक, बौद्ध लेखक, साहित्यकार, प्राध्यापक मदन रत्न मानन्दरज्यू हाम्रो सम्यक सन्देशलाई अति नै माया गर्नुहुन्छ। उहाँले हरेक गतिविधि हुँदा अत्यन्त चासोका साथ उहाँले के भइरहेछ, कसरी गर्दै हुनुहुन्छ भनेर सोध्नुहुन्छ। मदन रत्न मानन्दरज्यू धर्मकीर्ति बिहारसँग आबद्ध हुनुहुन्छ। मिश्री रञ्जितज्यू, एकछिन चेतन म्याडम एकैछिन है। मदन रत्न मानन्दर उहाँले अत्यन्तै महत्त्वपूर्ण लेख लेख्नु भएको छ सम्यक सन्देशमा। यहाँहरूले अहिले हातमा परेपछि पढ्न सक्नुहुन्छ। मिश्री रञ्जित मलाई उहाँको कोइनुरजी हुनुहुन्न, सहयोग गरिदिनु होला मम्मीलाई। हाम्रो अति नै सम्यक सन्देशको अति नै सहयोगी व्यक्तित्व आदरणीय विष्णु रञ्जितको श्रीमती हुनुहुन्छ उहाँ। विष्णु रञ्जित केही महिना अगाडि मात्रै स्वर्गवास हुनुभयो। हामीलाई अत्यन्तै माया गर्नुहुन्थ्यो। सम्यक सन्देशको प्रगति उन्नतिको लागि उहाँले पनि धेरै प्रयास गर्नुभएको थियो। गुन्जन के अध्यक्ष आदरणीय साहित्यकार जलेश्वरी श्रेष्ठ, धम्मवती अभिनन्दन समारोहमा उहाँले नेतृत्व गरेको संस्था गुन्जनको पनि सहभागिता रहेको छ। जलेश्वरी श्रेष्ठ उहाँ बौद्ध गतिविधिमा अत्यन्त अहिले निकटता देखाइरहनु भएको छ। केही पुस्तकहरू पनि उहाँले प्रकाशन गरिदिनु भएको छ। इन्द्र कुमार नकर्मीज्यू, इन्द्र कुमार नकर्मी अशोक नन्द बज्राचार्य तयारी अवस्थामा बस्दिनु होला, अगाडि आउँदै गर्दा पनि हुन्छ सर। इन्द्र कुमार नकर्मीज्यू उहाँ पनि धर्मकीर्ति बिहारसँग आबद्ध हुनुहुन्छ। अशोक नन्द बज्राचार्य लोटस बौद्ध कलेजमा पढाउनुहुन्छ उहाँले। सम्यक सन्देशमा उहाँले अङ्ग्रेजी भाषामा श्रद्धेय धम्मवती गुरुमाको बारेमा लेख लेख्नु भएको छ। हाम्रो सम्यक सन्देशमा उहाँको बेला बेलामा लेखहरू प्रकाशित भइरहेको हुन्छ। एकदमै सहयोगी मिलनसार हुनुहुन्छ, जुझारु पनि हुनुहुन्छ।
अशोक नन्द्र बज्राचार्यज्यू, डाक्टर रिना तुलाधर, अति नै सम्मान योग्य व्यक्तित्व, सम्यक सन्देशको शुभचिन्तक। सुरुदेखि नै उहाँले हामीलाई कुनै न कुनै रूपबाट सहयोग गर्दै आउनुभएको छ। 2 वर्ष अगाडि उहाँ श्रद्धेय भिक्षु अश्व घोष बौद्ध सेवा पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो। उहाँले पनि लेख प्रकाशन गर्नुभएको छ सम्यक सन्देशमा। पद्मकन्या क्याम्पसमा पढाउनु पनि हुन्छ उहाँ। अत्यन्तै श्रद्धायोग्य व्यक्तित्व हुनुहुन्छ। उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। डाक्टर लोचन तारा तुलाधरज्यू धर्मकीर्ति बिहारसँग आबद्ध हुनुहुन्छ। लोचन तारा तुलाधरज्यू, लोचन तारा तुलाधर हाम्रो उहाँले सम्यक सन्देशमा लेख प्रकाशित गर्नुभएको छ। उहाँले पनि धेरै नै चासोका साथ हामीलाई यो कार्यक्रमको लागि सहयोग गर्नुभयो। हरेक मैले सोधेका हरेक जिज्ञासाहरू उहाँले शान्त पार्नुभयो। उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु। प्रफुल्ल कमल ताम्राकार नजिकै हुनुहुन्छ जस्तो लागेको थियो। प्रेमलक्ष्मी तुलाधर तयारी हुनुहोला। प्रेमलक्ष्मी तुलाधर, प्रफुल्ल कमल ताम्राकार धर्मकीर्ति बिहार संरक्षण कोषको सचिव हुनुहुन्छ। ज्ञानमाला प्रेमलक्ष्मी तुलाधरज्यू, प्रेमलक्ष्मी तुलाधर धर्मकीर्ति ज्ञानमाला भजनको सचिव हुनुहुन्छ। मीना तुलाधरज्यू, मीना तुलाधर रमा कंसाकार, उहाँहरू सबैजना धर्मकीर्ति बिहारसँग आबद्ध हुनुहुन्छ। रमा कंसाकार, उद्योग रत्न तुलाधरज्यू सम्यक सन्देशसँग उद्योग रत्न तुलाधर, बलराम जगतज्यू त्यहाँ लाइभ पनि गर्दै हुनुहुन्छ। हामीलाई अघिल्लो वर्ष पनि हाम्रो कार्यक्रममा लाइभ गर्नुभएको थियो। बलराम जगतज्यू बौद्ध गतिविधिको प्रचार प्रसारमा उहाँ धेरै सक्रिय हुनुहुन्छ। अगम्य रत्न कंसाकारज्यू, अगम्य रत्न कंसाकार धर्मकीर्ति बिहारसँग आबद्ध हुनुहुन्छ उहाँ पनि। बेटी बज्राचार्य, प्राज्ञ बेटी बज्राचार्य अब केही दिनपछि हामी फेरि सँगै कविता गोष्ठी गर्दैछौँ। बेटी बज्राचार्य बुद्ध जयन्तीमा को अवसरमा उहाँले हरेक वर्ष यो कविता गोष्ठीको संयोजन गर्दै आउनुभएको छ। चित्रा शोभा तुलाधर हाम्रो अति नै प्रिय व्यक्तित्व, सहयोगी हुनुहुन्छ। सम्यक सन्देशलाई अत्यन्त माया गर्नुहुन्छ उहाँले। चित्रा शोभा तुलाधर, बरदेश मानन्दरज्यू, बरदेश मानन्दरज्यू, त्यसपछि लालबहादुर चौधरी,
लालबहादुर चौधरीज्यू अत्यन्त सक्रिय व्यक्तित्व। उहाँ यो धम्मपति गौरव पदक ग्रहण गर्नका लागि उदयपुरदेखि यहाँ आउनुभएको छ। उहाँलाई म हार्दिक आभार व्यक्त गर्छु। सम्भवतः उहाँ सुत्नु पनि भएको छैन, बिहान मात्रै नाइटमा आइपुग्नु भएको। उहाँले उदयपुरमा बुद्ध धर्म प्रचारको लागि व्यापक सक्रियता देखाइरहनु भएको छ। आफ्नै घरमा पुस्तकालय सञ्चालन गर्नुभएको छ र सम्यक सन्देशको सुरुवातदेखि नै उहाँ आबद्ध हुनुहुन्छ। लालबहादुर चौधरी। गीता मानन्द। गीता मानन्दज्यू। रत्नसुन्दर साक्य। रत्नसुन्दर साक्य प्रसिद्ध बौद्ध लेखक हुनुहुन्छ। उहाँको पनि लेख छ सम्यक सन्देशमा। नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष सीमा खानज्यू। सीमा खान महिला अधिकारवादी पनि हुनुहुन्छ। सीमा खान। सुरेश किरण मानन्दर पत्रकार हुनुहुन्छ। सुरेश किरण मानन्दर आउनु भएको छैन क्या? सुरेश किरण मानन्दर एउटा मुस्लिम धर्म मान्ने महिला भएर पनि उहाँ एउटा बौद्ध महिलाको सम्मान गर्न यहाँ आइपुग्नु भएको छ। उहाँ अत्यन्त कृतज्ञताको पात्र हुनुहुन्छ। उहाँलाई एकचोटि सबैले ताली बजाएर गरिदिउँ। अरुण सिद्धि तुलाधर अति नै जुझारु थेरवाद बौद्ध धर्मको विकासका लागि अति नै जुझारु व्यक्तित्व। यो कार्यक्रमको लागि पनि उहाँले अत्यन्त उत्साहपूर्वक हामीलाई साथ सहयोग दिँदै आउनुभयो। उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु। अरुण सिद्धि तुलाधर धर्मकीर्ति बिहारसँग आबद्ध हुनुहुन्छ। उहाँ कुशल उद्घोषक पनि हुनुहुन्छ। आज कार्यक्रम उहाँले चलाएको भए अझ धेरै प्रभावकारी हुन्थ्यो। पत्रकार कुमार रञ्जित। छिटो आउनुहोस् है सर। पत्रकार कुमार रञ्जित। त्यसपछि गङ्गा प्रसाद भेटवाल रेडी तयारी भएर बसिदिनु होला। उज्यालो एफएममा कार्यरत हुनुहुन्छ कुमार रञ्जित। उहाँको पनि लेख छ। हामी सुरुदेखि नै अझ खास भन्दा त यो बौद्ध बिहारमा छिराउने व्यक्ति नै मलाई छिराउने व्यक्ति नै उहाँ हो। कुमार रञ्जित गङ्गा अधिवक्ता पत्रकार कवि गङ्गा प्रसाद भेटवाल। उहाँ झापादेखि आउनुभएको छ। हार्दिक आभार व्यक्त गर्छु गङ्गा प्रसाद भेटवाललाई। अब समालोचक पत्रकार माधव घिमिरे अटल। जयराम बिडारी पत्रकार जयराम बिडारी पनि तयारी अवस्थामा रहिदिनु होला। माधव घिमिरे अटल। जयराम बिडारीज्यू पत्रकार हुनुहुन्छ। उहाँ हाम्रो सम्यक अभिनन्दन समारोह समितिको प्रचार प्रसार विभाग पनि उहाँले हेर्नुहुन्छ। सम्यक सन्देशको प्रचार प्रसार विभागको संयोजक पनि उहाँ आफै हुनुहुन्छ। अत्यन्त सक्रिय र हाम्रो यो कार्यक्रमलाई प्रचार प्रसार गर्न उहाँले धेरै ठुलो योगदान गर्नुभएको छ। उहाँलाई पनि म हार्दिक आभार व्यक्त गर्छु। जयराम बिडारी। केशव डङ्गोल उहाँ धर्मकीर्ति बिहार सङ्गाराम बिहार लगायत धेरै बिहारहरूमा आबद्ध हुनुहुन्छ मैले बुझेअनुसार। सुमार्ग कानुनी सेवा राकेश महर्जन। सुमार्ग कानुनी सेवा राकेश महर्जन। उहाँ मनमजु धर्मस्थलीबाट आउनुभएको छ। उहाँलाई पनि म हार्दिक आभार व्यक्त गर्छु। सुमार्ग कानुनी सेवाका
सञ्चालक अध्यक्ष राकेश महर्जनज्यू, खादा भाइ खादा रहन्छ है यो लास्टमा क्लासमा बस्नुलाई बस्नै छोड्यो अब हाम्रो धम्मवती गौरव पदक समर्पण गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ। यदि मैले यहाँ कोही छुटाएर हाम्रो त्यहाँ प्राणपत्र बाँकी छ भने अहिले हामी पुनः उहाँहरूलाई प्रदान गर्नेछौँ। अब धम्मवती गौरव पदकबाट सम्मानितहरूको यो नगरौँ। अब अहिले भर्खरै सम्यक अभिनन्दनबाट अभिनन्दित व्यक्तित्व पूज्यपात श्रद्धेय धम्मवती गुरुमाले हामीलाई आशीर्वचन दिनुहुनेछ। उहाँको आशीर्वचन ग्रहण गर्नेछौँ हामी। त्यसको लागि त्यहाँ माइक हस्तान्तरण गरिदिनु हुनुमा हार्दिक अनुरोध गर्दछु श्यामलाल सरलाई। त्यसपछि अब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। त्यसपछि प्रमुख अतिथिको मन्तव्य रहनेछ। यो समारोह अभिनन्दन दिएको मलाई हेर्नुहोस् भगवान् बुद्धको होइन भगवान् बुद्धको ज्ञान प्रचार गरेको पाएको यो दिएको नि भगवान् है। त्यसैले भगवान् बुद्धको केही उपदेश सुन्ने अगाडि सबैले हात जोडेर एउटा हात जोड्नुहोस्। सर्वबुद्धं नमस्सामि धम्मं च जिनभाषितं संघं च शीलसम्पन्नं अहं वन्दामि सर्वदा। एकछिन भए पनि हामी हाम्रो आफ्नो मन परिशुद्ध गर्ने कस्तो भने सर्वबुद्धं नमस्सामि सबै बुद्धहरूलाई नमस्कार। धम्मं च जिनभाषितं धर्मले नमस्कार कस्तो धर्म मार्गको विजय गर्ने बुद्धले दिएको उपदेशहरूलाई धर्म भन्छ त्यसलाई नमस्कार। संगम च शील सम्पन्न संग भने कस्तो भने भगवान् बुद्धले उपदेश दिएको शील आचरणलाई पालन गर्ने भगवान् बुद्धको अनुयायी सङ्घहरूलाई नमस्कार है। यो स्वागत समारोहलाई गर्ने दीपक पेटवाल उहाँलाई पनि धेरै धन्यवाद। म अर्को नाउँले पनि धेरै टाइम लाग्छ होइन किनभने हामी धेरै लामो कार्यक्रम भइसक्यो। अहिले म पनि 91 वर्ष भइसक्यो। म पहिला त धेरै बलियो छ है बर्मासम्म पैदल गएर पुग्यो। अहिले यहाँ आउनेलाई पनि गाह्रो भयो है। शरीर अनित्य हो हामी भने जस्तो हुँदैन। सबै बलियो मान्छे पनि दुर्बल भएर जान्छ। तैपनि हामी बलियो भएको बेलामा आफ्नो शरीरलाई राम्रो ठाउँमा जोटाउनु पर्छ। हाम्रो त्यही नै हाम्रो जग्गा खास पहिला उहाँ गएको उहाँको होला है। मट्टी बिर्सा गट्टी बिने मट्टी राम्रो भएपछि गट्टी राम्रो हुन्छ। त्यही नै उपदेश हामी लिनुपर्छ। धर्ममा यो धर्म वा धर्म भने हामी केही अधिकार छैन। हामी सबै हामी हुनुपर्छ। तिमी म भने
अभिमान गर्नु हुँदैन। हामी सबै हामी हो, हामीले बलियो भएसम्म आफ्नो राम्रो काम गरेर जानुपर्छ। एक दिन त सबै दुर्बल भएर जान्छ, एक दिन त यो संसारबाट नि जानै पर्छ। जानु अगाडि हामी के गर्नुपर्छ? राम्रो काम गरेर बहुजन हिताय बहुजन सुखाय लोकानुकम्पाय सुखाय हिताय काम गर्नुपर्छ। हामी तिमी भन्ने शब्द सबै छोड्नुपर्छ। यो भगवान बुद्धले कहाँ उपदेश दियो भने राजगृह वनमा उहाँ गुफामा बसेको बेलामा एक दिन इन्द्र आएर भगवान बुद्धका सोचेको छ के भने पापको मुख्य द्वार कहाँ होला? हैन, पापको मुख्य द्वार हामी बन्द गर्न सक्यो भने हामी सबै धर्मात्मा हुन्छ। मट्टी भिसा गट्टी भिने, मट्टी राम्रो भएपछि गट्टी पनि राम्रै हुन्छ। यो केही फरक छैन है। त्यसैले भगवान बुद्ध यहाँ गुफामा बसेको बेलामा इन्द्र आएको सोचेको के भने पापको ढोका कहाँ होला? यो पाप गर्ने ढोका बन्द गर्नुपर्छ भने सोचेको बेलामा भगवान बुद्धले के जवाब दियो भने पाप भने पिया पिया निदान। यो मान्छे मन पर्छ, यो मान्छे मलाई मन पर्दैन, यो पापको मुख्य द्वार हो। यस्तो पक्षपात गर्नु हुँदैन। हामी सबैलाई आफ्नै दाजुभाइ आफ्नै बहिनी दिदी भने सम्झेर सबै एकता हुने, सबैले माया गर्ने, त्यही नै पापको ढोका बन्द गर्ने काम हो। म तिमी मलाई मन पर्ने, यो नमन पर्ने भने पक्षपात गर्ने नि खास पापको ढोका पर्ने हो भने भगवान बुद्धले भनेको छ। त्यसैले दीपक भेटवाजीले है आफै एक ब्राह्मण हो, ब्राह्मण भए पनि बुद्ध धर्मको काम गरेको बापट यो सम्मान गरेको छ। त्यसैले उहाँलाई धेरै धेरै धन्यवाद। उहाँ यहाँ गुरुपतिलाई पनि धन्यवाद। यो हाम्रो जीवनकालमा पक्षपात नगरी पनि पूजा च पूजनीयान एकम मङ्गलम उत्तमम्। पूजा योगीहरूलाई हामी पूजा सम्मान गर्ने, त्यही नै हाम्रो धर्म हो। यो धर्म आफ्नो कर्तव्य सम्झेर यो कार्यक्रम गरेकोमा सबैलाई धन्यवाद। यस्तो राम्रो काम सबैले गर्न सकोस्। मट्टी राम्रो भएपछि हामी पक्का नै गट्टी राम्रै हुन्छ, कसैले छेक्नु पर्दैन। त्यसैले हामी मान्छे भएको बेलामा सबैलाई माया दया गरेर हामी मट्टी राम्रो भएर गट्टी सबै राम्रो हुन सकोस् भन्ने प्रार्थना गर्दै सबैलाई आयु आरोग्य होस्। मान्छे भएको बेलामा मान्छेको गुणले युक्त भएको मान्छे बन्न सकोस् भन्ने अहिले आशीर्वाद दिँदै सबैलाई धन्यवाद। साधु साधु साधु। त्यो अघि भर्खरै विमोचन भएको पत्रिका यहाँ वितरण भइरहेको छ। यहाँहरू कतिले लिइसक्नु भएको छ, म आफैले दिएको पनि छु। यदि पहिला लिइसक्नु भएको छ भने कृपया पत्रिका दोहोऱ्याएर नलिदिनु होला। अब यहाँ हाम्रो श्रद्धेय धम्मवती गुरुमाको बारेमा
बर्मिज भिक्षुले लेख्नु भएको अति नै चर्चित औपन्यासिक जीवनीमूलक पुस्तक स्नेही छोरी हाम्रो लोचन तारा म्याडमले यहाँ मञ्चमा केही व्यक्तित्वहरूलाई वितरण गर्दै हुनुहुन्छ। वितरण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी आयोजकका तर्फबाट कार्यक्रमका सभापति श्यामलाल चित्रकारज्यूलाई श्रद्धेय धम्मवती गुरुमाकोलाई वस्त्र, हामीले त्यहाँ वस्त्र राखेका छौँ, त्यो वस्त्र प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म्याडम त्यो वस्त्र गर्छु। अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौँ। सर एउटा फोटो लिदिनु होला। साधु साधु साधु। यस गरिमामय ऐतिहासिक समारोहको लागि आफ्नो सार्वजनिक मन्तव्य प्रस्तुत गरिदिनु हुन आजका यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। तेस्रो पटक बसेर हाम्रो यो तेस्रो धन्यवाद दीपक भेटपालजी। यो सम्यक सन्देशले आयोजना गरेको यो भव्य र अत्यन्तै सम्मानित, अत्यन्तै शान्त, अत्यन्तै सौहार्द्र खालको सभा, यो कार्यक्रम वास्तवमा जीवनमा सितिमिति यस्तो कार्यक्रममा धेरैलाई उपस्थित हुने सौभाग्य जुर्दैन। त्यस्तो कार्यक्रमका सभाध्यक्षज्यू, आजका अभिनन्दित सम्पूर्ण मानिसहरूले, सम्पूर्ण भेला भएका सम्पूर्ण जनमानसले अभिनन्दन गरेर, सम्मान गरेर उहाँप्रति अत्यन्तै सद्भाव जाहेर गरेर जुन एउटा आज अभिनन्दन समारोह हामीले गऱ्यौँ, अभिनन्दित धम्मवती गुरुमा, अन्य उपस्थित हुनुहुने गुरुमाहरू र आजका कार्यक्रममा सबै जो जति यहाँनिर उपस्थित हुनुहुन्छ सबैलाई म यो बौद्धमय अभिवादन टक्र्याउँछु। अभिवादन स्वीकार्नुहोला। अघि दीपकजीले भन्नुभयो, सत्य हो त्यो। उहाँले के भन्नुभयो भने यस्तो मानिस जसले धम्मवती गुरुमा जस्तो मानिस जसले 91 वर्षसम्मको आयुमा, उहाँको त्यो उमेरमा अहिलेसम्म बौद्ध साहित्य, बौद्ध धर्म, बौद्ध दर्शनको विषयमा जीवन अर्पण गर्नुभयो र त्योभन्दा पनि सबभन्दा महत्त्वपूर्ण कुरा उहाँको जीवनी अहिले यसो कसैले भनेको सुन्दा थाहा पाएँ कि उहिले राणा शासन कालमा समेत त त्यस पछाडि पञ्चायती शासनमा समेत बौद्ध धर्मलाई, बौद्ध दर्शनलाई जनमानसमा यसरी आफ्नो व्यक्तिगत ढङ्गले अघि भन्दै हुनुहुन्थ्यो, हिँडेर यहाँबाट बर्मा पुगेर बर्मामा समेत उहाँले बौद्ध दर्शन सम्बन्धी, बौद्ध साहित्य सम्बन्धी जुन जीवन अर्पण गर्नुभयो, त्यस्तो मान्छेलाई सम्मान गर्ने मौका
सितिमिति मान्छेलाई पाउँदैन। आज कुलपतिको हैसियतले नेपाल प्रज्ञा प्रतिष्ठान कुलपतिको हैसियतले भूपाल राईले पनि त्यो सौभाग्य पाउनुभयो भनेर दीपक भट्टराईले भन्नुभयो, त्यो वास्तवमा सत्य हो। त्यो सबैलाई यो सौभाग्य जुर्दैन। आज मलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिको हैसियतले र व्यक्तिगत ढङ्गले भूपाल राईको हैसियतले पनि यो सौभाग्य जुरेको छ। जीवनमा सितिमिति नआउने पल हो यो पलको लागि यो आयोजक संस्थालाई र खास गरी धम्मवती गुरुमालाई म साधुवाद टक्राउन चाहन्छु, हृदयबाटै सम्मान गर्न चाहन्छु। यो सम्यक सन्देशले अक्सर कार्यक्रम हाम्रो नेपाल प्रज्ञा प्रतिष्ठानमा जब म आएको आज ठ्याक्कै नै 1 वर्ष 2 महिना भयो। हाम्रो 4 वर्षे कार्यकाल हो, अब 2 वर्ष 10 महिना जति छ। म आएपछि सम्यक सन्देशसँग नजिकिएँ। उहाँ आउनुभयो, यस्तो यस्तो कार्यक्रम छ, यस्तो यस्तो कार्यक्रम छ, बौद्ध दर्शन सम्बन्धी, बौद्ध धर्म सम्बन्धी, बौद्ध साहित्य सम्बन्धी यो सम्यक दर्शन सम्यक सन्देश भन्ने पत्रिका यो पहिल्यै नै मलाई थाहा छ। यो पहिल्यै नै हामीले विमोचन निकै अगाडि पनि यो पत्रिका विमोचन गरिसकेका छौँ। यो अर्को पछिल्लो अङ्क पनि हामीले विमोचन गऱ्यौँ। यसरी हामीले यो सम्यक सन्देश भन्ने एउटा संस्थासँग नेपाल प्रज्ञा प्रतिष्ठान जोडिएको यो तेस्रो चोटि हो। यो तेस्रो चोटि यो हलमा मैले यो सम्यक सन्देशको मार्फत यहाँहरूलाई सम्बोधन गर्दैछु। यो सम्बोधन गर्नु पाउँदा फेरि पनि म आफू अहोभाग्य ठान्दछु। अब बुद्ध दर्शनको विषयमा, बुद्ध धर्मको विषयमा अघि यहाँनिर पूर्ववक्ताले भन्नुभयो बुद्धका 2टा आयामहरू छन्। म यद्यपि बुद्ध धर्मको बुद्ध दर्शनको विद्यार्थी नभए पनि म सुदूर पूर्वको अस्ति निकै अगाडि यो कुरा भनेको थिएँ मैले यही हलमा, सुदूर पूर्वको भोजपुर निवासी किराँती हाम्रो एउटा मुन्दुम दर्शन छ। मुन्दुम दर्शनको एउटा विद्यार्थी भने पनि, एउटा पात्र भने पनि, एउटा सदस्य भने पनि त्यस्तो मान्छेलाई पनि बुद्ध दर्शन अत्यन्तै मनपर्छ र अत्यन्तै संसारमै बुद्ध दर्शनलाई अवलम्बन गर्नुपर्छ भन्ने मान्यताको मान्छे म। त्यही भएर नेपाल प्रज्ञा प्रतिष्ठान यो सम्यक सन्देशसँग पटक पटक यो तेस्रो चोटि जोडिएको छु म। र बुद्धले वास्तवमा कतिखेर भने इतिहास पल्टाउने हो भने आजभन्दा 2600 वर्ष अगाडि जब यो भारतीय उपमहाद्वीपमा समाज पुरै विभक्त थियो, तपाईँको सानो ठुलो जातमा विभक्त थियो, एकले अर्कालाई हेप्ने, एकले अर्कालाई शोषण गर्ने, त्यो दास प्रथादेखि भर्खर समाज सामन्त प्रथातिर जाँदै थियो। पुरै समाज असमान थियो, समाज पुरै विभक्त थियो, बाँडिएको थियो, कोही ठुलो कोही सानो, कोही छुत कोही अछुत। यस्तो खालको समयमा 2600 वर्ष अगाडि बुद्धले समानताको लागि हो बुद्ध दर्शन प्रतिपादन गर्नुभएको। त्यही बुद्ध दर्शन जब बुद्धले प्रतिपादन गर्नुभयो त्यसपछि त्यो धर्मको हिसाबले बिस्तारो हुँदै आयो। बुद्धको सामान्यतया शिक्षाका 3टा आयाम छन्, शील, समाधि र प्रज्ञा भन्ने। यो प्रज्ञा भन्ने शब्दसँग नेपाल प्रज्ञा प्रतिष्ठान पनि जोडिएको। प्रज्ञा भनेको ज्ञान हो, बोध हो, आफूले आर्जन गरेको अथवा संसारमा प्रकृतिमा रहेका जे जति ज्ञान छ त्यसको बोध हुनु भनेको प्रज्ञा हो। यो प्रज्ञा प्रतिष्ठान यो प्रज्ञा भन्ने शब्दसँग पनि जोडिएको हुनाले पनि वास्तवमा यो कार्यक्रममा हामी जोडिएका छौँ। यसको लागि फेरि पनि म आयोजकलाई नै सम्झना गर्छु। बुद्धको 3टा बेसी मलाई मनपर्ने 3टा कुराहरू छ। एउटा कुरा तपाईँको के छ भने समानताकै दर्शन हो। त्यो कुनै पनि मानिस, कोही पनि मानिस उँचो निचो छैन, कोही पनि मानिस ठुलो जाति छैन, सानो जाति छैन। किनभने हाम्रो देशमा खास गरी भन्नु छ दक्षिण भारतदेखि लिएर दक्षिण एसियन कन्ट्रीहरूमा, भारत नेपालमा कोही जन्मिँदै ठुलो हुन्छ, कोही जन्मिँदै सानो हुन्छ। बुद्धको दर्शनमा सानो र ठुलो छैन, संसारभरिका मान्छे एउटै हुन्। त्यो चाहे बालक होस्, चाहे वृद्ध होस्, त्यो चाहे ब्राह्मण होस्, त्यो चाहे दलित होस्। त्यसले गर्दा यो समानताको दर्शन, बुद्धको दर्शनलाई नेपाली समाजले अवलम्बन गर्नैपर्छ। यो अवलम्बन नगरी नहुने एउटा ठुलो दर्शन हो। दोस्रो दर्शन अघि धम्मवती गुरुमाले भन्दै हुनुहुन्थ्यो, दोस्रो दर्शन भनेको बुद्धको चाहिँ परिवर्तनको दर्शन।
सबै कुरा कुनै पनि कुरा संसारको हरेक कुरा स्थिर रहँदैन, त्यो परिवर्तनशील छ भनेर। त्यो त पछाडि त तपाईँको ठुला वैज्ञानिकहरूले त्यही कुरा पत्ता लगाए त, जस्तो आइन्स्टाइनहरूले, स्टिफन हकिन्सहरूले त्यही भने कि हरेक कुरा परिवर्तनशील छ, अनित्य छ। बुद्धको भाषामा अनित्य छ, संसार अनित्य छ। अघि धम्मवती गुरुमाले भन्दै हुनुहुन्थ्यो एक दिन सबै शिथिल हुनुपर्छ, एक दिन सबै मरेर जानुपर्छ, कोही पनि अमर छैन। बुद्धको यो दर्शनलाई पछाडि संसारका विज्ञानले, संसारको वैज्ञानिकहरूले सही ठहराएको छ। बुद्धको यो के अरे परिवर्तनको दर्शन। तेस्रो चाहिँ बुद्धको हामीले अवलम्बन गर्ने पनि हामीले मात्र होइन, नेपालले मात्र होइन, विश्वले अब अवलम्बन नगरी नहुने विषय छ बुद्धको दर्शनलाई। बुद्धको तेस्रो दर्शन भनेको अहिंसा हो, हिंसा नगर्नु। त्यो चाहे मानवमा, त्यो चाहे कीट पतङ्गमा, चाहे त्यो प्रकृतिमै। अहिले हेर्नुहोस् त प्राकृतिक हिंसाले के भइराखेको छ संसार ग्लोबलाइजेसनको हिसाबले। हेर्नुहोस् त अहिले तराईमा जानुहोस् त 40 डिग्री भन्दा बेसी चाहिँ टेम्परेचर बढेर मान्छे अहिले लु लागेर, वैशाखको यो दोस्रो हप्ता हो, जेठ असारमा कस्तो हुन्छ होला संसारमा। यो ग्लोबल वार्मिङले गर्दाखेरि पृथ्वी ध्वस्त हुने सम्भावना भइसकिरहेछ, किनभने यहाँ प्राकृतिक दोहन छ, प्राकृतिक हिंसा छ। बुद्धले अहिंसाको दर्शन अवलम्बन गर्नुभएको थियो। अब हामीले बुद्धको दर्शनलाई अवलम्बन गरियौँ न भने छिटै नै यो पृथ्वी ध्वस्त हुँदैछ। स्टिफन हकिन्सले त केही सय वर्ष पछाडि अब मान्छे मङ्गल ग्रहमा चाहिँ बसाइ सर्दै गरे हुन्छ भनिसक्नु भएको छ, भनेर जानुभयो। 2600 वर्ष अगाडि बुद्धले हिंसा गर्नु हुँदैन भनेको, मानवमा मात्र होइन प्रकृतिलाई पनि हिंसा गर्नु हुँदैन भन्नुभएको छ। प्रकृति जोगिएन भने अब मान्छे जोगिन्छ। त्यसले गर्दाखेरि बुद्धका यी 3टा दर्शन साह्रै अत्यन्तै संसारले अवलम्बन गर्नुपर्छ। र यो 3टा दर्शन एउटा किराँती केटो भए पनि मलाई अत्यन्तै मनपर्ने, बुद्धको यो दर्शनमा अभिभूत हुन्छु, म द्रवीभूत हुन्छु। र यो नेपालीले मात्र होइन, संसारले अब यी दर्शनहरूलाई हामीले स्वीकार गरेर बुद्धको दर्शनलाई अँगाल्नै पर्ने स्थिति हुन्छ। र यस्तो दर्शन, यस्तो साहित्य, यस्तो धर्मलाई जीवनभरि 91 वर्षको उमेरसम्ममा जीवनभरि अङ्गीकार गरेर जनमानसलाई जागरण गरेर के अरे बौद्ध साहित्यलाई के अरे जनजनमा पुर्याएर, भाषामा खास गरी नेवारी भाषादेखि लिएर नेपाली भाषादेखि लिएर सबै भाषाहरूमा के अरे बौद्ध साहित्यलाई जनमानसमा चाहिँ छरेर यत्रो काम गर्ने मैले छट्ट कतै देखेँ। हाम्रो धम्मवती गुरुमा भनेको विश्वकै उत्कृष्ट बौद्ध महिला हुनुहुँदो रहेछ, विश्वकै उत्कृष्ट बौद्ध महिला। यस्तो विश्वकै उत्कृष्ट बौद्ध महिलालाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिको हैसियतले र व्यक्तिगत हिसाबले पनि आज यो यत्रो शानदार सभामा मैले अभिनन्दन गर्नु पाउनु भनेको, मेरो हातले अभिनन्दन गर्नु पाउनु भनेको नेपाल प्रज्ञा प्रतिष्ठानको लागि गर्वको विषय हो, मेरो लागि मात्रै होइन। र दीपकजीले भन्नुभयो नेपाल प्रज्ञा प्रतिष्ठानले पनि धम्मवती गुरुमालाई सम्मान गर्नु पर्थ्यो, अभिनन्दन गर्नु पर्थ्यो, राज्यले गर्नु पर्थ्यो, महानगरपालिकाले गर्नु पर्थ्यो भनेर भन्नुभयो। समस्या यही नै रहेछ। बुद्ध यो देशको 2600 वर्ष अगाडिदेखि यो देशमा जन्मिएका, यो देशका तारा हुन्, संसारका तारा हुन्। तर समस्या के छ भने राज्य सत्तामा बुद्धको लागि, बुद्धको धर्मको लागि, बुद्ध दर्शनको लागि, बुद्ध साहित्यको लागि स्वयं राज्य सत्ता उदासीन छ। स्वयं राज्य सत्ता उदासीन छ। आफ्नै घरमा, आफ्नै जमिनमा, आफ्नै भूमिमा जन्मिएको र संसारभरि बुद्ध दर्शन कहलाइरहेको, चीनदेखि लिएर थाइल्यान्डदेखि लिएर हेर्नुहोस्, श्रीलङ्कादेखि लिएर बर्मादेखि लिएर त्यत्रो देशमा बुद्ध धर्म फैलिराखेको अवस्थामा बुद्ध आफै जन्मेको देशमा चाहिँ राज्य सत्ता उदासीन छ। यो विडम्बनाको विषय छ।
दीपकजीले भनेको कुरा एकदमै सत्य हो, उदासीन छ। त्यही राज्य सत्ताको एउटा कम्पोनेन्ट हो नेपाल प्रज्ञा प्रतिष्ठान, त्यही राज्य सत्ताको एउटा कम्पोनेन्ट हो महानगरपालिका। त राज्यले जे सिकाउँछ त्यही सिक्छ। तर यसो हुँदाहुँदै पनि दीपकजीलाई म एउटा आश्वासन चाहिँ के दिन चाहन्छु, नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटा दर्शन विभाग छ। नेपाल प्रज्ञा प्रतिष्ठानका 11वटा विभाग छ, त्यसमध्येको एउटा विभाग छ दर्शन विभाग। त्यो दर्शन विभागले बुद्ध दर्शनको थेरवाद जो धम्मवती गुरुमाले एकदमै प्रचार गर्नुभयो, बुद्धका के अरे हिनयान, वज्रयान, थेरवाद, यी विभिन्न यानहरू छन्। त्यसमध्येमा दर्शनशास्त्र विभागले धम्मवती गुरुमालाई साक्षी राखेरै भए पनि कसरी हुन्छ नेपाल प्रज्ञा प्रतिष्ठानले बुद्ध दर्शन माथि छलफल चलाउनेछ। अब यो तपाईँलाई म भन्न चाहन्छु, अथवा तपाईँ आफू काम गर्नुहुन्छ भने दर्शनशास्त्रमाथि काम गरौँ, के अरे बुद्ध दर्शनमाथि, बुद्ध साहित्यमाथि काम गरौँ। तपाईँहरूको ब्यानरमा गर्नुहुन्छ भने पनि नेपाल प्रज्ञा प्रतिष्ठान सहकार्य गर्न तयार छ। नेपाल प्रज्ञा प्रतिष्ठान आफ्नै ब्यानरमा पनि गर्न तयार छ। तपाईँहरू सहकार्य गर्न आउनुहोस्। र त्यसले गर्दाखेरि राज्य सत्ताको एउटा सानो संयन्त्र भए पनि नेपाल प्रज्ञा प्रतिष्ठानलाई म आइसकेपछि, यहाँहरूलाई जानकारी गराउँ, म कुलपतिको हैसियतले आइसकेपछि नेपाल प्रज्ञा प्रतिष्ठानलाई सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान भन्ने ब्यानर बनाएको छु मैले, एउटा नारा बनाएको छु। त्यो सबै ज्ञानभित्र बुद्ध ज्ञान पनि पर्छ, त्यो सबै ज्ञानभित्र बुद्ध दर्शन पनि पर्छ, सबै ज्ञानभित्र बुद्ध साहित्य पनि पर्छ। त्यसले गर्दाखेरि नेपाल प्रज्ञा प्रतिष्ठान तपाईँहरूभन्दा टाढा छैन भनेर म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र अब धेरै नबोलौँ, समय निकै गइसकेको छ। मेरो 2:30 बजे अर्को कार्यक्रम थियो। यत्रो शानदार कार्यक्रम छाडेर कसरी हिँड्नु भनेर म बसिराखेको छु। अब म सम्भवतः यतिकै म जानको लागि पनि यहाँहरूसँग सबैले बिदा हुन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद कुलपतिजी। 2 मिनट। उहाँले अत्यन्त सान्दर्भिक कुरो गर्नुभयो। अब एउटा विश्वास के गर्न सकिन्छ भने असारभित्रमा नेपाल प्रज्ञा प्रतिष्ठानको निम्तो कार्ड तपाईँ हाम्रो हातमा अवश्य पर्छ। उहाँले त्यो पठाउनुहुन्छ, हामी त्यो कार्यक्रमको लागि संयोजन गर्छौँ। अब प्रमुख अतिथिज्यूलाई हामीले एउटा सानो उपहार जस्तो अब मायाको चिनो भन्छ नि, एउटा व्यवस्था गरेका छौँ, त्यो हस्तान्तरण गरिदिनु न। धम्मवती गुरुमाको हातबाट दिउँ उहाँलाई। श्यामल सरलाई अनुरोध गर्छु। र अनि अहिले पदक ग्रहण गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई सामूहिक फोटोको लागि सबैजना अगाडि आइदिनु होला। एकदमै छिटो सामूहिक फोटो खिच्न प्रमाणपत्र सहित आउनु होला सबैजना। पदक लगाएर आउनु सबैजना। यो प्रमुख अतिथिज्यूलाई 2 मिनट म कुरिदिन अनुरोध गर्छु। हामी एउटा सामूहिक फोटो खिचौँ। यो अत्यन्त यस्तो अवसर फेरि कहिले जुर्ने हो। यो अति नै ऐतिहासिक समारोह हो। यो सबैजनाले यहाँहरू प्रमाणपत्र अघि पदकबाट सम्मानित हुने सम्पूर्ण व्यक्तित्वहरू सबैजना प्रमाणपत्र सहित आउनु होला। र हाम्रो क्यामेरा बोक्ने साथीहरूले यो फोटो राम्रोसँग खिचिदिनु होला। ल मैले हजुरलाई केही गर्न सकिनँ सर। बस्नु फोटो सोटो लिउँ अहिले। ल म हजुरलाई यो कसरी फोटो सबैले त्यो पेपरको लागि अब करिब 10 मिनटमा हाम्रो कार्यक्रम समापन हुनेछ। 10 मिनट शान्तपूर्वक धैर्य गरिदिनु होला। हामीले कार्यक्रम पछाडि सामान्य जलपानको व्यवस्था गरेका छौँ, त्यो पनि ग्रहण गरिदिनु होला। र सामूहिक फोटो फुर्सद समय मिलेसम्म हामीले लिनेछौँ। छैन
हेलो, सामूहिक फोटो खिच्ने कार्यक्रम भइरहेको छ। कृपया यो अत्यन्तै ऐतिहासिक दृश्य हो। यो सामूहिक तस्बिरका लागि म यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्छु। अब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। प्रमुख अतिथिज्यूलाई म यहीँबाट